त्यही भएर आज हामीसँग दुईटा के छ हामीसँग मुख कि कान अनि एउटा चाहिँ भगवानले चाहिँ एउटा मात्र मुख दिएको किन भन्नु न अफकोर्स कम बोल्न दुईटा कान किन दिएको होला धेरै सुन्ने धेरै कुराहरू याद राख्ने हैन अनि पछि जब तपाईँ ठुलो हुनुहुन्छ नि त्यति बेला पनि त्यो दिदीले त यस्तो भनेको थियो भनेर याद राख्नुहुन्छ अनि बिर्सेको कुरा त म यति नजिकै छु अनि मेरो होराइजन पनि मनै पढेको स्कुल है ल आज के कुरा गर्दैछौँ भनेर भन्दाखेरि आज चाहिँ हामीले हाम्रो दिमागको बारेमा थोरै बुझ्ने दिमाग छ नि सबैसँग के घर छोडेर आएछ जसले घर छोडेर आएछ हाम्रो घर छोडेर आएछ है अनि कुकुरले आफ्नो शरीर याद छ शरीर छ भुइँमा बसिरहेको छ चिसो चिसो भएछ छैन गर्मी भइसक्यो होइन आनन्द लागेछ आफू कसरी बसेछु भनेर थाहा पाइरहेछ चप्पल मारेर बसेछ कि खुट्टा यसरी पछाडि गरेर बसेछ कि होइन कस्तो कपडा लगाएछु गाह्रो भइरहेछ हो भएछ र भनेपछि सजिलो कपडा लगाएछ अफकोर्स त्यस्तो खतरा कोसँग चाहिँ मन छ मन सबैले आफ्नो मन लिएर आएको हो या ए ल धर्दै कहाँ छ शरीरमा छ होइन त्यो मनको बारेमा पनि आज हामी थोरै कुरा गर्छौँ तर रमाइलो गरेर गर्छौँ हुन्छ ल म स्टार्ट गरौँ मैले पर्मिसन लिएँ है मैले स्टार्ट गरेँ भनेर हुन्छ ल अगाडि बढ्छौँ है हामीले आजको टपिक चाहिँ यो दिमागको बारेमा मनको बारेमा शरीरको बारेमा फेरि अर्को मान्छे पनि छ नि त होइन उसको दिमागको बारेमा उसको मनको बारेमा उसको शरीरको बारेमा बुझ्ने ज्ञानलाई के भन्छ मेन्टल हेल्थ एन्ड वेलबिङ भन्छ अरू के देख्यो नयाँ कुरा के देख्यो नाइस अरू यताबाट के देख्यो नयाँ कुरा के देख्यो यसमा वाटर जान्छ ए नाइस वाटरको देख्यो स्टोन पनि छ यो पिक्चरमा यसमा होइन साझो पनि ल म आउँछु है सुन्नुहोस् है फेरि हाम्रो अब मुख कम गर्ने कान ओपन गर्ने होइन त्यही भएर यसमा र यसमा देखेको कुरा मैले जे सोधेँ अनि तपाईँहरूले भन्नुभयो नि त्यो सबै छ यसमा हो तर यसमा तपाईँले जे भन्नुभयो नि त्यो चाहिँ छ तर मैले यो यत्तिकै त्यो इङ्क पेपरमा छ्याक्क गरेर सानोमा गर्छु तपाईँहरूले पेपर यस्तो फोल्ड गरिदियो भने सेम टु सेम यता आउँछ नि हो त्यो पिक्चर यसमा चाहिँ मैले चरा बनाउँछु मैले यो बनाउँछु भनेर बनाएको त छैन अब त्यो साँचो कुरा चाहिँ तपाईँले देख्नु भयो नि होइन अनि कति धेरै यहाँ म्यामहरूले देख्नु भएन होला मैले देखेन होला त्यो साँचो हो कि होइन किन तपाईँले त देख्नु भयो त त्यो कुरा होइन तपाईँले देखेको कुरा साँचो हो कि होइन अब त्यो साँचो हो कि होइन अनि त्यसलाई कसरी पत्ता लगाउने भनेर कुरा गर्छ हुन्छ
भनेर छुट्टै राख्छ नि एउटा ठाउँमा म त्यहाँ काम गर्छु के अनि त्यहाँ एउटा सानो बाबु छ के होइन तपाईँहरू अलिक ठुलो दाइ अनि के कुरा गर्दाखेरि मन त खुट्टामै छ के दिदी जहिले जे गर्दाखेरि पनि खुट्टा दुख्छ त अनि खुट्टामै हुनुपर्छ यो मन भन्ने कुराहरू भन्छ राइट अब होइन साइन्सले के भन्छ माइन्ड भन्छ होइन हामीले के भन्छौँ मन भन्छ आध्यात्म हो भगवान् भगवान् मान्नेहरू हुन्छ नि उहाँहरूले के भन्नुहुन्छ सोल भन्छ यो सबै शब्द हामी भित्र छ तर कहाँ छ थाहा छैन आज त अलिकति यसको बारेमा पनि अवेर भएर चिनेर जाने यहाँ सबैजना यो चाहिँ इभन म्यामहरूले पनि गर्न सक्नुहुन्छ है अब यो यसलाई चाहिँ हामीले के भन्छौँ भन्दाखेरि चाहिँ चिकिङ भनेर भन्छौँ के होइन हाम्रो आध्यात्म हाम्रो ज्ञान ध्यान मेडिटेसनबाट नै निकालेर यसलाई साइन्टिफिक प्रुभ गरेर ए हो रहेछ यसले चाहिँ साँच्चीकै हाम्रो शरीरमा यस्तो परिवर्तनहरू आउने रहेछ भनेर अनि त्यहाँदेखि बल्ल साइकोलोजिस्टहरूले चाहिँ ओ ल यो गर्न सकिन्छ भनेर भनेको तर यो निकालेको चाहिँ हाम्रो ध्यानबाट नै एउटा पार्ट आज चाहिँ मैले तपाईँहरूलाई यो गर्न सिकाउँछु यो चाहिँ एभ्री डे एभ्री टाइम बिहान साँझ यो दबाई जस्तो होइन खानापछि खाना अगाडि खाली पेट नाना यो चाहिँ जहिले पनि गर्न मिल्छ है अनि यो गरेपछि चाहिँ बेस्ट पार्ट के हो भन्दाखेरि चाहिँ एउटा शान्त भइन्छ अर्को शरीरमा ब्लड फ्लो राम्रोसँग हुन्छ थर्ड पढेको कुराहरू याद बस्छ पढेर गयो अर्कोले के हो यादै छैन होइन इभन म पनि सानोमा जहिले पनि पढेर यादै नहुने अनि मेरो सबैभन्दा डर लाग्ने सब्जेक्ट भनेको चाहिँ नेपाली अहिले पनि मलाई एकदम नराम्रो सपना आयो भने नि नेपालीको सपना एक्जाम दिन बसेको गर्नै नसकेको लेख्नै नसकेको वाला के अनि मन आत्तिन्छ नि त त्यस्तो भयो भने त बिहान उठ्दाखेरि त होइन अनि यो गऱ्यो भने चाहिँ शान्त हुन्छ है अनि स्टेजमा बोल्न जानु छ डर लागिरहेको छ यो गर्न मिल्छ अहिलेसम्म चाहिँ म गर्छु यो बिहानमा उठेर के गर्छु भनेको अब म सिकाउँछु हुन्छ के गर्ने म सिकाउँछु ल सबजनाले चक्कर मारेर बस्नु यसरी मारेर बस्नु सबैजना ओके आफ्नो शरीरलाई आफ्नो दिमागलाई आफ्नो मनलाई ठिक छ अब हातलाई कुनै पनि ध्यान मुद्रा भन्छ यसलाई ध्यान मुद्रा ज्ञान मुद्रा हिलिङ मुद्रा भन्छ आज तपाईँहरूले ध्यान मुद्रा गर्नुहोस् ध्यान मुद्रा गर्दाखेरि एकदमै ध्यान दिनुपर्ने कुराहरू चाहिँ स्किनदेखि स्किन टच हुनु तबसम्म मैले भन्दैन तबसम्म आँखा नखोल्नु हुन्छ सबैले आँखा चिम्म गर्नुहोस् आँखा चिम्म फाल्ने फेरि लामो सास अनि फेरि फाल्ने आफू वरिपरि भएको आवाजलाई सुन्ने आँखा र अब यो चेतना यो ध्यान यो दिमागलाई हाम्रो slowly आफ्नो शरीरतिर लैजान्छौँ खुट्टालाई याद गर्ने खुट्टा फोल्ड भइरहेको चिसो तातो केमा छोडिरहेको छ त्यसलाई मजाले फिल गर्ने कस्तो ठाउँमा कसरी बसिरहेको छु भनेर फिल गर्ने खुट्टाको औँलाहरू ओलिदो हिप एरियाबाट आफ्नो ढाड जुन चाहिँ हामीले सिधा गरिरहेको छ त्यो सिधा गर्दाखेरि कस्तो फिल भइरहेछ स्लोली त्यो ढाडबाट कुम जहाँ चाहिँ हामीले ब्याग बोक्छौँ त्यो कुम एरिया ब्याग बोक्ने ठाउँ अहिले कस्तो महसुस भइरहेछ
आँखा चिम्म गर्दा झिमझिम गरेको त्यहाँभित्र कालो सेतो पहेँलो लाइट्सहरू नाक सास फेर्दाखेरि चिसो हावा र फाल्दा तातो ओठलाई छुने मुख दाँतहरू दाँतले एकअर्कालाई छोइरहेको र त्योभन्दा माथि सबैभन्दा टुप्पामा दिमाग जसमा चाहिँ कति धेरै कुराहरू चलिरहेछ के चलिरहेछ त्यसलाई मजाले एकचोटि ख्याल गर्नु यो शरीर यो मन यो दिमाग यो सबै कुराहरूलाई अब हामी सँगै लिएर फिर्ता आउँछौँ तर कसरी आउँछौँ एकअर्कासँग रब गर्नुहोस् फ्रिक्सन क्रिएट गर्ने तातो हुन्जेलसम्म एकदमै तातो होस् मजाले अझै आफ्नो 100% दिएर तातो गराउने राख्नु सबैजनाले त्यो तातोपन त्यो वार्मथ त्यो आनन्द फिल गर्ने एकचोटि राखिराख्नुहोस् नाइस नाइस फेरि फेरि पनि गर्नुहुन्छ फेरि गर्न लाग्यो भने गर्नु है फेरि रब गर्ने आफ्नो आँखामा राखेर त्यो तातोपन फिल गर्ने अब आफ्नो टाउकोबाट आँखा नखोलिकन आफ्नो दुईटा हातले मसाल्दै मेरो टाउको मेरो मुख मेरो आँखा दुईटा हात यो शरीर मन आया गर्दै दुईटा आँखा खोल्ने कस्तो फिल भइरहेछ के भयो राम्रो हजुरहरूको लागि राम्रो के हो नि मेरो लागि राम्रो त नाच्दै हिँड्दै होइन एकदम खुसी हुने त्यो राम्रो ब्लू देखिएछ रिली नाइस अरू आँखा कस्तो फ्रेस फिल भइरहेछ होइन यस्तो भएछ फ्रेस फिल भइरहेछ त्यो फिलिङ्स कस्तो राम्रो अरू कस्तो भइरहेछ भन्दाखेरि राम्रो भइरहेछ राम्रो भित्र पनि मेरो शरीर त कस्तो हलुका भएछ होइन हजुर शरीर हलुका भएछ भेरी नाइस है हजुर यो अर्थमा कतिजना मान्छे हुन्छ अरे अब मलाई पपुलेसन एन्ड इन्भाइरोमेन्टको I don't know. थाहा छैन टिचरलाई सोध्नुहोस् 8 billion, thank you. 8 billion, sorry. Infinity? Of course, infinity पनि भन्न सकिन्छ अझै एक राउन्ड गर्ने अब एकछिन शान्तले बस्नु केही नचल्नु केही पनि नगर्नु युट्युबमा के हेर्छु र कति घन्टा हेरिरहेको छु होइन अर्को भनेको चाहिँ रिलेसन त्यो भनेको मेरो साथीसँगको रिलेसन मेरो बाबा मम्मीसँगको रिलेसन मेरो टिचर्सहरूसँगको रिलेसन कस्तो छ त होइन अनि त लास्ट वान भनेको चाहिँ मलाई चाहिँ अघि नै मैले कुरा गरेर चाहिँ आत्तिने डर लाग्ने रिस उठ्ने एकदमै धेरै भइरहेछ कि छैन भनेर चाहिँ थाहा पाउनु हो यो 5 कुरा कुराहरू चाहिँ
किन त्यही भएर पेन्सनले लेख्दाखेरि नै राइट लेख्नु पर्यो हो पेन्सनले लेख्दाखेरि नै राइट ह्याबिट्सहरू अपनाउनु पर्यो होइन अनि अर्को चाहिँ रिलेसन घर गइसकेपछि के ख्याल गर्नु पर्यो भन्दाखेरि चाहिँ मेरो घरमा चाहिँ मेरो मनको कुरा सबै सुनिदिने मान्छे को छ भनेर थाहा पाउनु पर्यो घर या स्कुलमा कोसँग आफ्नो मनमा आएको आफ्नो दिमागमा आएको सबै कुराहरू भन्न मिल्ने मान्छे कोसँग छ छैन कोसँग छ आफ्नो घर र स्कुलमा गइसकेपछि आफ्नो मनमा आएको सबै कुरा कोले भन्न सक्ने त्यस्तो मान्छे छ कि छैन छ कतिको छैन ठिक छ है को ल को त्यस्तो मान्छे को हो तपाईँको जीवनमा लाइफमा यस all our family मा पनि कोही स्पेसिफिक जोसँग चाहिँ मनको एकदमै मन हुन्छ नि सिरियसली कोले आफ्नो चलाउनुहुन्छ कोले स्कुलबाट जाने बित्तिकै फोन लिएर बस्नुहुन्छ Answer, raise hands. Raise hands. All I did all. मैले पनि हेर्छु त लाग्छ सबैले ल म पनि हो ल सबले झुट बोल्न पाइन्न ल मैले पनि हेर्छु
9 पछि के आउँछ Itu penyerangan. Balik, buat bahasa
Thank